तपाईलाई मैले अघि नै एउटा अपडेट छोडिसकेको छु। तपाईँ यहाँ देख्न सक्नुहुन्छ गाडीको अवस्था यस्तो छ। 4-5 बोतल यो चाहिँ दमक नगरपालिकाबाट बेहुला लिएर आएको गाडी एक्कासी आगो लागेर जलेर खरानीमा परिणत भएको छ। गाडीको अहिले भग्नावशेष मात्रै रहेको छ यहाँ तपाईँ देख्न सक्नुहुन्छ। त्यो चाहिँ हरियाली सामुदायिक रिसोर्टमा बेहुला लिएर आएको गाडी। अहिले यहाँ ट्राफिक प्रहरी लगायतको उपस्थितिमा अहिले सर्जन मुजुरका उठाउने काम यहाँ रिपोर्ट गर्ने काम भइरहेको छ। तपाईँ यहाँ देख्न सक्नुहुन्छ। अहिले दमकलले आएर यो आगो निभाइसकेको तापनि अहिले आगो निभे पनि धुवा चाहिँ आइरहेको छ। तपाईँ यहाँ देख्न आगो हजुरले देख्दा चाहिँ कस्तो अवस्था? हजुर निस्किने बित्तिकै हामीले ढोकासोका डाक्न खोल्यौँ। हजुर गाडी त्यतिखेर अफ छ, स्टार्ट छैन गाडी। हजुर जब हामीले धुवा देख्ने बित्तिकै ढोकासोका सबै खोल्यौँ। बनट खोलेर आएर मैले ब्याट्रीको पोल छुटाएँ। हजुर छुटाइसक्दा ओर्दा तपाईँको एयरब्याग पड्किन थालिहाल्यो। यो पछाडिबाट एयरब्याग पड्किन थालेपछि नि म कुद्दै गएर त्यहाँ दमकल भन्न चाहिँ दमकल आयो। आगो त अब धेरै नै बलिसक्यो क्या त्यतिखेर। हजुरको शुभ नाम चाहिँ? मेरो चाहिँ प्रहलाद गौतम। हजुर अहिले आउनुभएको चाहिँ कहाँबाट बेहुला लिएर? दमकबाट यहाँ पथीमा दमक नगरपालिका वडा नम्बर कति? वार्ड नम्बर 1 बाट आउनु। त्यहाँबाट हामी यहाँ बिएमा आएको थियौँ। बिएकै गाडी यो गाडी चाहिँ बेहुला चढाएर लिएर आएको थियौँ क्या हामीले। हजुर अब बेहुला त्यहाँ छोडेर हामी यहाँ आएर बस्दाखेरि बस राखेको गाडी स्टार्ट थिएन। गाडी स्टार्ट थिएन राखेको गाडीमा चाहिँ त्यस्तो भयो। यो एक्कासी आगो लाग्यो। हजुरको अनुमानमा यो यसको कारणहरू के हुन सक्छ? अब जे हुनसक्छ तर हाम्रो विचार चाहिँ कतै लाइन सर्ट थियो होला किनभने गाडी अफै थियो। अफ थियो। अफ भएको टाइममा त अब त्यही लाइन कतै सर्ट थियो होला। यो गाडी अब राखेकै गाडी पहिले बिग्रेको त थिएन? त्यस्तो त थाहा छैन। त्यस्तो थाहा छैन। अहिले मैले जानकारी प्राप्त गरे अनुसार गाडी बिग्रेको थिएन। गाडी यहाँ राखिएको अवस्थामै आगो लागेको भन्ने मैले जानकारी प्राप्त गरेको छु। हजुर यसमा चाहिँ कम्पनीले पनि समस्या कम्पनीको पनि हो होइन। अब कम्पनीले अनुसन्धान गर्दै होला किनभने यस्तो गाडी बेच्नु पनि हुँदैन, बेच्दैन पनि भोलिका दिनमा होइन। मलाई जहाँसम्म लाग्छ यो गाडीको 80% चाहिँ अब कम्पनीले बेहोर्छ भन्ने कुरा सुन्नमा आएको छ। 20% मात्रै गाडी धनीको हुन्छ भन्ने कुरा आइरहेको छ। यो समस्या कम्पनीको पनि हो क्या। हजुर हजुरको शुभ नाम चाहिँ? म सुरेश कुमार पोखरेल। हजुरको दमक हो। यही बेहुला लिएर आएको हो म यहाँ बिहेमा। म जन्ती हो। स्वागत गरेँ हजुरलाई। हजुर गुरुजी हुनुहुन्छ गाडीको? यो गाडीमा पहिले समस्या थियो कि थिएन? समस्या थिएन। यो गाडी निकालेको कति वर्ष हो? 1.5 वर्ष भयो। यो गाडी यहाँ राख्नुभएको कति घन्टा भयो? यो त 2 घन्टा भइसक्यो होला। 2 घन्टाको अन्दरमा आगो लाग्यो आफसे? पार्किङमा 2 घन्टा। पार्किङमा 2 घन्टामा राखेको अटोमेटिक आगो लाग्यो भनेपछि केही समस्या थिएन? यहाँ अहिले इन्सुरेन्स हो कि यो गाडी? इन्सुरेन्सबाट कोही व्यक्ति आउनु भएको छ? खबर चाहिँ भइसक्यो सबैतिर। यसको चाइना सोरुममा पनि खबर भइसक्यो। हजुर सोरुमले चाहिँ भिडियोमा हेर्छ। अब भिडियो आउँदै हुनुहुन्छ। सोरुमबाट मान्छे आउनुहुन्छ उनीहरूलाई भिडियो उपलब्ध गराइहाल्छौँ। हजुर अब हतारको बेलामा साथीभाइले खिचेको छ भिडियो। मैले पनि एउटा खिचेको छु। अझै पनि आगो निभिसकेको अवस्था छैन। तपाईँ यहाँ देख्न सक्नुहुनेछ अहिले आगो लागिरहेछ। अहिले ट्राफिक प्रहरीहरू पनि यहाँ आइसक्नु भएको छ। उहाँले यहाँको अपडेट हामी जानकारी लिनेछौँ भन्ने मलाई जानकारी प्राप्त गरेको छ। र यो जानकारी सँगसँगै म अर्जुन श्रेष्ठ अहिले तपाईँहरू सामु बिदा माग्ने अनुमति चाहन्छु। हस्त नमस्ते। हजुरको दिन शुभ बितोस् र यो अपडेटमा जोडिँदै गर्नुहोला। मैले अघि नै अपडेट एउटा छोडिसकेको छु। धन्यवाद।